हेलो नमस्ते साथीहरू। आज चाहिँ मेरो छोरीको स्कुलमा पहिलो दिन। मैले चाहिँ बिहान उठेर छिटो काम गर्दैछु। अनि आजबाट चाहिँ मेरो छोरी स्कुल जाँदैछिन्। आज चाहिँ सरस्वती पूजा। बिहानै उठेर झाडु पोछा गरेर अनि अब यहाँ खाना बनाउँदैछु। आज चाहिँ छिटो खाना बनाएर नानीलाई लिएर स्कुल जाने हो। आज चाहिँ तरकारीमा मैले मस्यौरा र आलुको झोल बनाउँदैछु, छिटो अनि मिठो। अनि यो झाडमा तातो तातो झोल खान कम त मजा आउँछ। अब चाहिँ मैले हतार गरेर सबै काम सकेँ। मैले चाहिँ मसला पहिल्यै पिसेर राखेको हुन्छु कि डब्बामा, हतारको बेलामा सजिलो होस् भनेर। अनि मेरो बानी जस्तो कसको छ खाना पकाउँदै ग्यास पुस्दै गर्ने। मेरो चाहिँ कतिचोटि हात पोलेको छ कि आज पनि ग्यास पुस्दा पुस्दा हात पोलेर कस्तो भएको थियो। अनि त्यसपछि मैले छिटो गरेर सब्जी पकाएँ। अनि त्यसपछि मासु नभए पनि मासुको जस्तो स्वाद त दिनु पर्यो, त्यही भएर मैले गोल्डी मसला हालेँ। यो चाहिँ मेरो फेभरेट हो है। अनि त्यसपछि मेरो सब्जीमा पानी हालेर मैले ढाकिदिएँ। अनि नानीले यहाँ नास्ता खाँदैछिन्, तिनलाई जिस्काउँदैछु कस्तो छ भनेको मिठो भनिन्। त्यसपछि अब म भाँडा माझ्दैछु। यो भाँडा चाहिँ हिजो साँझ मैले लड्डु बनाएको हो। मैले चाहिँ लड्डु बनाएर बेच्छु, हजुरलाई थाहा होला। अचार र लड्डुको भाँडा माझ्दैछु। हाम्रो चाहिँ धारामा माझ्नुपर्छ, यस्तो जाडो छ। किचन सुज लाएर माझ्नुपर्छ भाँडा चाहिँ। अब सबै भाँडा माझिसकेँ। त्यसपछि सबै भाँडाहरूलाई मिलाउने सफा गर्ने काम सुरु भयो। भाँडा माझिसकेपछि सबभन्दा झ्याउ लाग्ने काम भनेको चाहिँ भाँडा मिलाउन हो। कम त थिए भाँडा पनि, सबै भाँडालाई ट्याकटुक्क आफ्नो ठाउँमा राख्यो भने चाहिँ खोज्दाखेरि भेटिन्छ। त्यही भएर सधैँ भाँडा माज्ने बित्तिकै घोप्टाउनु मन लाग्छ मलाई चाहिँ। यता चाहिँ मेरो सब्जी भगभग उम्लिँदैछ। अनि चाहिँ चपिङ बोर्डलाई पनि मजाले धोएँ। अनि त्यसपछि सबै फेरि ग्यास पुस्ने पालो आयो। म त ग्यास पुसेको हो। पकाउने बेलामा कतिखेर पनि ग्यास पुस्न मन लाग्छ, कतिचोटि हात पनि पोल्छु। यता चाहिँ मैले भात बसालिदिएँ। अनि मम्मीलाई चिया खान मन लाग्यो अरे। त्यसपछि अब चाहिँ मेरो मुख धुने पालो साथीहरू। अब यसरी मुख धुन्छु मैले चाहिँ फेसवासले। मुखलाई त टिल्काउनु पर्यो। अनि मुख धुने ब्रस गर्ने काम चाहिँ मेरो चाहिँ ढिला हुन्छ। सबै काम सकिसकेपछि त्यही जाडो छ कि घाम लागिसक्यो, तर पनि बाफुरिरहेछ। छिटो ब्रस गरेर मुख धोएँ। त्यसपछि कोठामा गएँ। कोठामा गएर बिहान नि कुचो लगाएको थिएँ, फेरि एकचोटि यताउति हिँड्दाखेरि फोहोर हुन्छ नानीले भन्यो बडाले। अब चाहिँ मेरो पालो बिस्तारै मिलाउने। बिहान मिलाउन भ्याइँदैन साथीहरू, खाना बनाएपछि बल्ल बिस्तारै मिलाउँछु। आज चाहिँ अलि हतार पनि छ मलाई, नानीको स्कुलमा जानु छ। अब मैले चाहिँ यो चाहिँ मेरो नानीको, हेर्नु न कति क्युट छ है। यो चाहिँ मेरो नानीको लागि आज लगाउने ड्रेस हो। अनि अब चाहिँ हामी रेडी भयौँ। रेडी भइसकेपछि मेरो छोरी यस्तै देखिन्। कति खुसी भइछन् स्कुल जान भनेपछि, दौडे गरिछन्। अब हामी आमा छोरी चाहिँ रेडी भयौँ। रेडी भएर अब हामी स्कुल जाँदैछौँ है साथीहरू। अब मेरो छोरीको फर्स्ट रियाक्सन स्कुल देखेर यसरी दौडिँदैछिन्, वरिपरि हिँड्दैछिन् सबैतिर। मेरो उहाँ खेल्ने ठाउँमा जाऊँ भन्दैछिन्। अनि गएर मन्टेश्वरीभित्र चाहिँ घोडा खेल्ने, पिङ खेल्ने। अनि केटाकेटीलाई त हुने रमाइलो, कस्तो मजाले घोडा खेलिछिन्। आज त कति खुसी छिन्। अनि छोरी चाहिँ कपाल काते टक्लु भइछिन्। अनि म्यामले चाहिँ उहाँ के बनाउनु भएको छ, खुसी हुँदै खेलिछिन्। फोटो खिचिदिनु न मेरो भन्दै। अनि त्यसपछि ट्रीमा आफ्नो हातको छाप लगाउँदैछिन्। यसो गरिसकेपछि चाहिँ नानी पनि खुसी। अब चाहिँ बल्ल टिकी लाउने पालो। म्यामले मेरो छोरीलाई टिकी लगाइदिनु भयो। अरू बेबीहरू पनि हुनुहुन्थ्यो पछाडि, ज्ञानी हुनु ल भनेको हुन्छ भन्नुभयो।